फुटपाथमा नरिवल बेच्दै आएका एक किशोरमाथि कुटपिट गरेको धनुषा प्रहरीमाथि आरोप लागेको छ। जानकी मन्दिरको उत्तरपट्टि रहेको जानकी चोकमा फुटपाथमा नरिवल बेच्दै आएका 16 वर्षका रोशन कुमार चौधरीलाई बिहिबार कुटपिट गरेको प्रहरीमाथि आरोप लागेको हो। जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेम शंकर यादवले कुटपिट गरेको चौधरीले आरोप लगाएका छन्। हम सब गरीब आदमी छी, नहीं कमावे तो खावे कदा से भैया। हां केला मारल मारला कि केला मारलो उसो त कहू। आओ पैसा मांगे, पैसा पर भी डाली प्रेम शंकर पैसा नहीं दै छी, हो चलते ओ प्रेम शंकर एकरा कनका बारी केला मारलो उसो त कह दो कम से कम। हम सब गरीब आदमी छी, खावे कदा। प्रहरीले मागे अनुसार पैसा नदिँदा आफूलाई कुटपिट गरेको पनि चौधरीको आरोप छ। बेचे चली तो पुलिस है, प्रेम शंकर आके कहलक कि 200 रुपया दे, प्रेम शंकर पुलिस है, हमरा 200 रुपया मांगलक, हम नहीं दिलिए तो हमरा ठेला धकेल के मारलक, दू तीन पटका मारलक, तब चमेटा से मारलक। यता प्रहरीले चौधरीलाई कुटिरहेको अवस्थाको भिडियो युवा नेता सुशील कर्णले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनीमाथि समेत हातपात गरिएको छ। युवा नेता सुशील कर्णले जानकी मन्दिर स्थित पर्यटन प्रहरीको प्रमुख वीरेन्द्र यादवको संलग्नतामा प्रहरीहरूको व्यापारीसँग पैसा असुल्ने गरेको आरोप लगाउनु भएको छ। के दुकान में बंद करके पुलिस पीटी चले, पीटित काल में हम पहुँचलिए, वीडियो ले लिए, वीडियो लेला के बाद की कल के पुलिस भगले तो वीडियो हम धो दिली फेसबुक पर। वो धैला के कारण से एक लड़का के पकड़ के पुलिस ले लेला के बाद में हम सब बुझे अली ओठाम बुझावे के क्रम में हम पकड़ के पिटल के वीरेन्द्र यादव टूरिस्ट पुलिस के प्रमुख है ओकर माथत के रहल जते सिपाही छै जानकी मंदिर के दुकानदार सबसे पैसा उठबिए डेली के 100-200 रुपया के दर से आ ओहि में वीरेन्द्र यादव के सहभागिता रही है। वो वीडियो तू कैला देले से कही करते न्यूज में हमरा पिटल के ओहि से पहले एक रामजी कर्ण के जानकी मंदिर में उहे टूरिस्ट पुलिस पिटने रहे बाबाजी के। घटना लगतै स्थानीय युवाहरूले जानकी मन्दिर क्षेत्रमा चक्काजाम तथा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। उनीहरूले यो घटनामा संलग्न प्रहरीहरूलाई कारबाही गर्न माग गरेका छन्। यसैबीच धनुषा जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै जानकी मन्दिरको प्रवेशद्वारमा अव्यवस्थित रूपमा पार्किङ गरी सरसामान बेच्न राखिएको ठेलालाई व्यवस्थित गर्ने क्रममा पर्यटक प्रहरी र ठेलावाला बीच विवाद भएको जनाएको छ। तर प्रहरीले कसैसँग पैसा नमागेको दावी गरिएको छ। पैसा मागेको कुरा गलत, भ्रामक र कपोलकल्पित रहेको धनुषा प्रहरीले दावी गरेको छ। यद्यपि दुर्व्यवहार गर्ने पर्यटक प्रहरीहरूमाथि विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको धनुषा प्रहरीले विज्ञप्तिमा जनाएको छ।